सो हेलो 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 के छ साथीहरू आज आज अलार्म लगाएको थिएँ हाम्रो 6 बजेको उठ्दा उठ्दा 9 बजिसकेको छ। सो उठेर मैले केही अलि होमवर्कहरू थियो होमवर्कहरू गरेँ अनि मैले खाना पकाउन थालेँ। खानामा आज म मासु र भात पकाएको थिएँ। सो हेलो गाइज वेलकम ब्याक टु माई अनदर इट इज बङ्गाली मिनी भ्लग। तपाईँहरूलाई स्वागत छ मेरो भ्लगमा। र तपाईँहरूलाई भ्लग मेरो कस्तो लाग्दैछ? अब 2-3 दिन त भयो, खासै बढी भएको छैन भ्लग बनाएको। र मलाई लाग्छ तपाईँहरूलाई अलिक कमै राम्रो लागेको होला, किनकि अहिले नयाँ नयाँ हो, कन्टेन्ट पनि नयाँ 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 छ र राम्रो कन्टेन्ट हाल्न सकिरहेको छुइनँ, किनकि बिस्तारै बिस्तारै इम्प्रुभ हुन्छ नि त कन्टेन्टहरू। सो अहिले के भएको छ भने तपाईँहरू कमेन्ट गर्नु होला र कन्टेन्ट कस्तो हाल्छौँ भनेर त्यो पनि कमेन्ट गर्नु होला तपाईँहरू भन्नुहुन्छ भने। सो फाइनली आज म कलेज गयौँ। कलेजको आज मैले अर्कै बाटो हेरेँ क्या कलेजमा जाने। यो भ्याराङ रहेछ क्या, मलाई थाहै थिएन कि आज यस्तो भ्याराङ। साथीहरूसँग गएँ त यस्तो भ्याराङबाट जाँदैछ साथीहरू। सो मैले पनि आज त्यही बाटोमा हिँडेँ र सो मैले कलेजको ग्राउन्डमा पुगिसक्यौँ अनि हाम्रो साथीहरू सबै। सो छुट्टी भएर हामी अब हाम्रो मेट्रोतिर लाग्यौँ, मेट्रो लाइनतिर लाग्यौँ। म र मेरो साथी थियो स्वान बस्ने मेरो। सो एकछिन अगाडिको मौसम हेर्दाखेरि त आम्मामा कस्तो घाम थियो र अलिकति पानी पऱ्यो, 1-2 मिनट पानी पऱ्यो, कस्तो मौसम कोल्ड भयो क्या, कोल्ड चिसो न चिसो भएको थियो यस्तो मौसम भयो। तर वेदर चाहिँ बबाल, पानी परेको बेला वेदर चाहिँ बबाल लाग्छ क्या। एन्ड थ्याङ्क यू फर वाचिङ। तपाईँलाई कस्तो लाग्यो भ्लग कमेन्ट गर्न बिर्सिनु होला। एन्ड बाई बाई, टेक केयर।